हेलो गुड इभिनिङ सबैजनालाई। आज चाहिँ हामी चाहिँ यहाँ माथि पेन्टोक चर्चमा हाम्रो चर्चमा आएको छ अनि हामी चाहिँ के गर्नुभएको मामा? बाटो सफा गरेको नानी यो बिहाको लागि। ए अङ्कल अङ्कल हेलो अङ्कल। हजुर सफा गर्नु हुँदैछ? हजुर हामी सरसफाइमा छौँ आज बाटोको। ए हुन्छ। हामी चाहिँ सफा गर्दैछौँ आज। यति क्लिन बनाइसकेको छ बाटोहरू। हेलो दा, सफा गर्नुभएको तपाईँ पनि? ए हुन्छ। हामी चाहिँ आज सफा गर्दै 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 यहाँ तल चर्चदेखि चाहिँ सफा गर्दै अब हामी उँभो जाँदैछ। यति बेसी क्लिन बनाइसकेको रहेछ मेरो साथीहरूले, आन्टीहरूले। यहाँ चाहिँ खानेकुरा खानुको लागि कोक पनि लिएको रहेछ, यता स्प्राइट पनि लिएर राखेको रहेछ। आज चाहिँ मौसम एकदमै गरम छ अनि म जाँदैछु साथीहरूलाई कोक पुर्याउनुको लागि जाँदैछु। अनि यो बाटो चाहिँ उकालो उकालो जानुपर्छ अनि यहाँ हिँड्दै हिँड्दै जाँदैछु म। यहाँ हेर्नुहोस् न यति क्लिन गरिसकेछ हाम्रो चर्चको हाम्रो मदर्सहरूले। अनि हैया हेर्नुहोस् है साथीहरू, आज चाहिँ मौसम यस्तो छ, एकदमै क्लियर मौसम भइरहेको छ। अनि यहाँ हाम्रो आन्टीहरू यहाँ माथि सबैजना साफसफाइ गर्नु हुँदैछ। भाइ कताबाट अन्त? हेलो हेलो, के गर्नु भएको आज? आज हामी यहाँ चर्चमा काम सघाउँदैछ। के काम चाहिँ के गर्नु हुँदैछ? किचनमा काम सकेर अब जुस भइरहेछ। हामी यहाँ सिडी सफा गर्दैछ। अब मिराग भाइको बिहा हो, खुसीको बिहा हुँदैछ यहाँ एकदम। आन्टीहरूलाई धन्यवाद छ। घामले डर्यो भनेर यहाँ यी अनुहार सनुहार पोको पारेर हो, हजुर एकदम अनुहार पोको पारेर यहाँ मास्क लगाएर हजुर यी हातहरू हो, हजुर खुसी लाग्दैछ हामी सफा ए गर्दैछ। आन्टीहरूलाई हाम्रो परिवारबाट धन्यवाद छ है ओके, सबैजनालाई। यहाँ एकदम भएको हामी झन् खुसी छ हो। साथी यता साथी रहेछ, साथीले पनि हेल्प गर्नुहुँदो रहेछ। यता पनि रहेछ हाम्रो मेला दिदी, यता हाम्रो दिदी त झन् कति खुसी भइरहेछ आफ्नो भाइको बिहामा। खुसी भएर यता हाम्रो दिदीले पनि हेल्प गर्नुहुन्छ, बिमारी हुनुहुन्छ र भए पनि हेल्प गर्नुहुँदैछ हामीलाई। हुन्छ, थ्याङ्क यू साथीभाइ सबैजनालाई।